अब के हुन्छ लाल पूजा खासमा हजुरहरूलाई जहाँबाट त्यहाँबाट सुरक्षित ठाउँमा राख्ने भनेर नेपाल सरकारले एउटा चालेको कदम थियो। पक्कै पनि सुकुम्बासीको हातमै अब लाल पूजा हुनुपर्छ है, सुकुम्बासीलाई अब लाल पूजा दिनुपर्छ भनेर चाहिँ नेपाल सरकारले त्यो कदम उठाएको सुकुम्बासीको नाममा यहाँ वर्षौँदेखि राजनीति गरेकोलाई त्यसलाई अन्त्य गर्न नेपाल सरकारले कदम चालेको भन्ने कुरा हामीले बुझ्नुपर्छ। त्यसै गरिकन असार 4 गते असारको पहिलो तेस्रो हप्ताबाट लाल पूजा वितरण भनेर मैले नै सदनको रोस्टरबाट बोलेको थिएँ। असारको तेस्रो हप्ताबाट बर्दियाबाट लाल पूजा वितरण सुरु भइसक्यो र त्यो क्रम चाहिँ अब यो देशैभरि जान्छ। अबको केही हप्तामा त नेपालका धेरै जिल्लामा लाल पूजा वितरण सुरु हुन्छ। एउटा कुरा अरू कुरा यहाँ होल्डिङ सेन्टरमा भएको हजुरहरूको हकमा चाहिँ के भइदियो भने अघि गृहमन्त्रीले पनि भन्नुभयो कति विवरणहरू एउटा प्रक्रिया हुन्छ हैन। एउटा प्रक्रिया के हुन्छ भन्दा नेपाल सरकारले पनि कुनै सुकुम्बासीलाई एउटा जग्गा वितरण गर्ने लाल पूजा दिने हकमा एउटा प्रक्रिया छ, एउटा कानुन छ, जो सम्बन्ध हामीलाई एउटा कागजपत्रहरू चाहिन्छ, जो डिटेलहरू हामीले पुरा गर्नुपर्छ। नत्र भोलि के भइदिन्छ ल आज म इमोसनल होला उहाँ भाइलाई लाल पूजा चाहिएको छ म भर्खर निकालेर दिन्छु भने भोलि एउटा मुद्दा हाल्यो भने त्यो सक्यो। त्यही भएर प्रक्रिया पुरा गर्नुपर्छ, डिटेल्सहरू सबै राख्नुपर्छ। तपाईँहरूको नागरिकता चाहिन्छ किनभने तपाईँहरूलाई नै सुरक्षित गर्छ। भोलि त मेरो त म इमोसनल भएँ, म उहाँ रुनुभयो मैले दिनुपर्छ, ओहो दिइहाल्नु न दिइहाल्नु पत्रिका सत्रिका बन्दै जान्छ म दिइहाल्छु, त्यो होइन। भोलिको दिनमा उहाँको लाल पूजा खोसिन सक्छ एकजनाले मुद्दा हालिदियो भने, त्यो कुरा पनि हामीले हेर्नुपर्छ। त्यही भएर हजुरहरूलाई हजुरको घरमा लाल पूजा दिने होइन, हजुरहरूलाई लाल पूजा दिएपछि कसैले त्यो चाहिँ अबको तपाईँको पुस्तासम्म पनि त्यसमा कसैले औँलावटी नउठाउन सक्ने गरिकन नेपाल सरकारले काम गरिरहेको छ। अहिलेको सरकारको मन्त्रीहरूमध्ये एकजना एकदमै प्रभावकारी र प्रभावकारी शैलीमा कार्य गर्दै आएकी छिन् प्रतिभा रावल भूमि सुधार मन्त्री र उहाँले आज सुकुम्बासीहरूसँग संवाद गर्दै उहाँहरूलाई आश्वासन पनि दिनुभएको छ अबको केही हप्तामा तपाईँहरूले लाल पूजा पाउनुहुन्छ र पुस्तासम्म कसैले पनि त्यो लाल पूजामा औँला उठाउन सक्दैन, मुद्दा हाल्न सक्दैन भनेर हामीले कार्य गर्दैछौँ। र मैले पनि के भन्न चाहे सुकुम्बासी बस्तीका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई तपाईहरूले वर्षौँसम्म यो पीडा खेप्दै आउनुभएको छ। अब 2-4 महिनामा अलिकति पीडा सहँदा के हुन्छ याद गर्नुहोस् त एकचोटि तपाईँहरूले प्रत्येक वर्षचोटि हावाहुरी बाढी पहिरो आएपछि तपाईँको घर परिवार बगाएको होला, आमा बुवा बगाएका होला, कसैको दिदीभाइ बगाएका होला, कसैको परिवारै बगाएर लगेको होला। त्यो पीडाभन्दा अहिलेको पीडा धेरै छ र मलाई त लाग्दैन। त्यही भएर यो सरकारलाई अलिकति सहयोग गर्नुहोस् र नआतिनुहोस्। अहिले दुःख छ भने भोलिको दिनमा अवश्य सुख हुन्छ र तपाईँहरू जग्गा पाउनुहुन्छ, घरबार पाउनुहुन्छ र तपाईँहरूले नै आएर यो सरकारलाई धन्यवाद भन्नुहुन्छ भने मैले आशा पनि गरेको छु। त्यही भएर यो सरकारले धेरै खदो नगरौँ, अरूको उसका बहकाउमा नपरौँ, अलिकति शान्त भएर अलिकति दुःखै सहम, केही छैन। तर आज दुःख सह्यो भने भोलि अवश्य सुख हुनेछ भने विश्वास पनि गरेका छौँ। यो सरकारले लगातार तपाईँहरूको हकमा काम गर्दैछन्, ठाउँ ठाउँमा जग्गा हेर्दै होला, प्रक्रिया होला, कागजपत्र मिलाउनु पर्छ होला, धेरै काम हुन्छ होला। अब अहिले यो सरकारले हातारमा आएर तपाईँले लाल पूजा दियो, भोलि गएर कसैले केस गरिदियो, अब तपाईँलाई भगाइदियो, झन् यो सरकारले तपाईँहरूले गाली गर्नुहुन्छ। त्यही भएर सबै कुरालाई मनन गर्नु होला, केही दिन अझ दुःख सहदिनु होला। तपाईँको पीडा हाम्रो पीडा हो, हामीले पनि तपाईँको पीडा बुझेका छौँ। तपाईँको बसिरहेको ठाउँमा पानी छिर्दाखेरि हाम्रै घरमा पानी छिरेको जस्तो महसुस गरेका छौँ। तपाईँहरूको खानेकुरा भिजेका थिए, तपाईँहरूको लुगा कपडा सबै भिजेका थिए। हामीले पनि पीडा भएको, हामी पनि मानव हो, तपाईँहरू पनि मानव हो, सबै एउटै हुन्, सबै मान्छे एउटै हुन्, सबैका रगत रातै हुन्छ, हाम्रो रगत पनि रातै छ, तपाईँहरूको रगत पनि रातै छ। त्यही भएर यो सरकारलाई केही दिन समय दिनुहोस्, यही मात्र भन्न चाहन्छु। नआतिनुहोस्, अहिले दुःख परेको छ, बस्न अप्ठ्यारो छ, सुत्न अप्ठ्यारो छ, बालबच्चालाई पढाउन अप्ठ्यारो छ। केही दिनमा तपाईँहरू व्यवस्थित भइसकेपछि तपाईँ पनि खुसी हुनुहुन्छ, यो सरकार पनि खुसी हुनुहुन्छ र तपाईँहरूले सरकारलाई आएर धन्यवाद भन्नुहुन्छ भन्ने आशा पनि गरेँ।